हेलो एभ्रिवान, म करिश्मा नेपाल स्वागत गर्छु हजुरहरूलाई मेरो नेपालीको अर्को एउटा नयाँ भिडियोमा। अस्तिदेखिबाट चाहिँ पुरा ठन्डा छ। हजुरहरूलाई त मैले भनि नै सकेकी थिएँ। र यो ठन्डा हुँदाखेरि चाहिँ बिहान उठ्दाखेरि पनि पुरा फ्रेस फिल हुन्छ। बाहिरको नजारा त देखाइन, तर मेरो मुखको नजारा हेर्दाखेरि त हजुरहरूले गम पाइ नै सक्नुभयो होला। अब चाहिँ मैले बिहान उठेर ब्रसहरू गरेर अहिले चाहिँ अब म यहाँ तातो पानी पनि पिउँदैछु। यसै त अब म चिसो पानी नै पिउँथेँ, तर यो बिहान चाहिँ के भएको नि तातो पानी नै पिउँछु। बिहान चाहिँ मैले चिसो पानी पिएँ भने घाँटी चाहिँ पुरै दुख्छ। आज चाहिँ हो विश्व परिवेश दिवस। आज चाहिँ हो 5 जुन। हजुरहरू सबैजनालाई त थाहा छँदैछ होला। आजको दिन चाहिँ कसले गछफुली घरमा रोप्नुभयो कमेन्ट गरेर जनाउन चाहिँ नबिर्सिनु होला। माहरूलाई चाहिँ गोठबाट 2टा पुली दिएको थियो। त्यही पुली रोप्नको लागि मैले चाहिँ खन्ती लिएर जाँदै थिएँ। म त जति बोल्छु भित्तीले चाहिँ उति नै ठिक गरिरहेको हुन्छ। पुली चाहिँ अब हिजो दिएको थियो। हिजो चाहिँ अब बेलुकातिर ल्याउनु भयो, रोपाइ भएन। अनि आजकै दिन पुली पनि रोप्नुभयो। पुलीहरू रोपेर बारीबाट घर पनि आइसकेँ। अहिले चाहिँ अब मैले घरको सबै थोक कामहरू गरिसकेर नुहाइधुवाइहरू गरेर पनि आइसकिरहेछु। आज चाहिँ दिउँसो अब निकै बेर सुतेँ। अनि फेरि माले गाली गर्नुभयो, कति सुत्छेस्, मलाई सघाउन आइज भनेर। माची बसेर बाती काट्नु हुँदै थियो। त्यहीँ गएर म पनि बाती काट्न थालेँ। हाम्रो गाउँमा चाहिँ जुलाई महिनामा भागवत हुँदैछ। त्यही भागवतको लागि चाहिँ माले यहाँ बाती काटिदिँदै हुनुहुन्थ्यो। अनि मैले पनि मालाई गएर सघाएँ। अलिकति भए पनि बाती काटेँ। यो बाती काट्दाखेरि चाहिँ मेरो सिकाइ पनि भयो र उता बाती कडाइ पनि भयो। एक गोलीमै 2 शिकार भन्नु अरे। मेरो भिडियो हेर्ने कतिजनालाई चाहिँ बाती काट्न आउँछ, कतिजना लेडिजलाई आउँछ र कतिजना जेन्ट्सलाई आउँछ, कमेन्ट गरेर चाहिँ जनाउनु होला। अब बातीहरू काटिसकेको बादमा म चाहिँ यता चिया खान पनि आइसकिरहेछु। अचेल पानी परेर बोतल ठन्डा हुनाले गर्दा म डेली भिडियोहरू बनाउँदैछु। अहिले चाहिँ अब बेलुका पनि भइसकिरहेछ। हाम्रा पात चाहिँ काटेका थिए मेसिनले, त्यही पात लिन पनि आइसक्नु भइरहेछ। सो हुन्छ त गाइज, आजको लागि चाहिँ यति नै। भेट्नेछु अर्को एउटा नयाँ भिडियोमा। म चाहिँ अहिले छु पाकरमा र अब खाना पनि बनाउने बेला भइसकिरहेछ। सो बाई, भेट्नेछु अर्को एउटा नयाँ भिडियोमा।